मार साले को, मार मार मार, मत छोड़ साले को, मार मार। आओ जल्दी आओ, छिटाओ टिभी हेर्न छिटो आऊ। वाह जोगी के दिसेछौ यस्तो साउथ इन्डियन फिल्म। वाह यस्तो एक्सन, सही एक्सन छ रे फिल्म। पहिला आफ्नो इन्ट्रो त दे। एहे म त बिर्सिरहेको यार इन्ट्रो दिनलाई पनि। तो हाय हेलो नमस्कार, वेलकम बैक टू माय चैनल नेपाली टोन्स में आप सभी का स्वागत है। हिन्दीबाटै दिन्छु यार। भिडियो राम्रो लागेमा लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्नु बुझ्यौ नि। त पनि जोगी यार मान्छे बोल्दा बोल्दै हिन्दी बोलिदिन्छस् यार। यो फिल्मको हिरो नि त बाहुबलीको हिरो, यसको नाम हो प्रभाकर, बुझ्यौ नि। खतरा एकदम हाइट एकदम बॉडीहरु चाहिँ दामी छ यसको, बुझ्यौ नि। यस्तो बॉडीहरु हुन पाए पो केटीहरुले पनि मन पराउँछ यार। छैन हाम्रो त सुकेको जिउमा लुकेको बाल्टे माथि कालो मान्छे। के भन्नु यार, मुभी फिल्म हेर्दा पनि लाजै लाग्छ यार मलाई त। यार तिमी अस्ति त केटीलाई प्रपोज गरेको यार, त्यसले रिजेक्ट मारी यार। अब अलिअलि जिम गरेर एकदम बडी सडी बनाउनु पर्यो, अलिक फिटफाट भएर हिँड्नु पर्यो यार, नभए त यत्तिकै बुढो भएर मरिन्छ यार बिहा नभइकन, बुझ्यौ नि। जा तेरो शरीर 2 वर्ष जिम गर्दा पनि कम्दैन होला। 2 वर्ष भात नखाए पनि त दुब्ला हुँदिनस् म जस्तो, बुझिस् नि। तेरो अब लागेको जिउ त्यत्तिकै जान्छ। म मरे भने पनि नि 6 जना मान्छेले बोक्छन्, 6 जना मान्छेले बोक्दा के भन्छन् थाहा छ? यसले साला के खान्थ्यो, आमा मोटो यस्तो वजन, यसले चाहिँ के खान्थ्यो भन्छन्, बुझ्यौ नि। बाबा जोगी बेसी डाइलेक्ट नमार। यसरी टिभी हेरेरै बस्छस् कि अगाडिको पनि केही सोच छ तेरो? टिभी हेरेर बस्नु त मजै अर्कै छ यार। सोच त राति मात्रै आउँछ हात खाएर सुत्ने बेलामा, बुझ्यौ नि। घिच्ने त्यही हो तेरो, घिच्ने टार्गेट तेरो, खाली खानेको टार्गेट, खाली आराम गर्ने टार्गेट। एउटा फोकस छैन, एउटा केही छैन। अनि के गर्नु त जाली यार, तिमी आफै भन चिबे। म के गर्नु चाहिँ के चिबे, तिमी आफै भन न यार। काम छैन, केही छैन, यस्तो गरम छ, भात खायो अरे टिभी हेरेर बसिस् नि आराम से। हिँड्छौँ बाटोतिर घुम्न यसो बरु। ल होइन एकछिन पर्ख खालि यो, अब खालि सकिने बेलामा त सकिने बित्तिकै जानु पर्ला, बुझ्यौ नि। जोगी यार बेलुकादेखि साँझमा हावा खाना नदीको छेउछाउ पुखुरीको छेउछाउ आयो भने यसरी दर्शन हुन्छ। आऊ आऊ आऊ। नजिस्काउ अहिले हार्ली फेरि झापड बेकारमा आफ्नो खाएर अरूको केटीको कुटै खानु अरे। अहिले कुटै खान्छु अनि थाहा पाउँछु। यस्तोको हातको कुटै खाए पनि त अब स्वर्गमै पुगिन्थ्यो यार। कुटुस आज त जिस्कारै छोड्छु, उमेर पनि भएको छ मेरो त, आज जिस्काउँछु यसलाई। के तिमीले कहिले केटी देख्न पाएनौ र? बाटोमा हिँड्दा पनि जिस्काउनु पर्छ? तिमीलाई त चिबे मैले राम्रो मान्छे सोचेथे, तिमी त यो जोगीको सङ्गतमा लागेर तिमी पनि केटी जिस्काउन थालिछौ। हेरा मैया, तिमी मेरो साथीलाई चाहिँ दोष नदेऊ, बुझ्यौ नि। गल्ती मेरै हो, मैले जिस्काएको। मेरो साथीलाई बेफाल्तुमा दोष नदिनु। उसलाई दोष दियो भने मलाई नराम्रो लाग्छ, बुझ्यौ नि। तिमीलाई के भन्नु छ मलाई भन। वाह चिबे, आज मेरो मन जित्यौ यार तिमीले। तिमी यस्तो साथी पाए त मलाई कोही पनि चाहिँदैन, बुझ्यौ नि। तिमीले आज मेरो मन जितिदियौ। बाबा तेरै बाप आजरी देखाउनु पर्दैन चिबे, बुझ्यौ। काहीँ नभएकाहरू काम काज छैन, केटी जिस्काउँदै बस्छन्। I love you। के भनौ चिबे, के भनौ तिमीले मलाई? पर्ख तिमीलाई अहिले म कस्तो लाग्यो, लुखा कस्तो लाग्यो साला चिबे। जोगी यिनीहरूले मलाई कुटी, बुझिस् नि। अब यस्तो यो केटीलाई नि अब मारेर फ्याइदिन्छु म कुन दिन, हेर्नु नि। यसले मलाई कुटी आज तेरो छेउमा, यस्तो बेइज्जती भयो मेरो। दाजु मैले त कुटै खाइनँ, तिमीले चाहिँ खायौ, बुझ्यौ नि। केही छैन, अघि त भन्थ्यौ त यसको हातको कुटै खाँदा पनि राम्रो लाग्छ भनेर। खायो होइन? ल त ल।